हेलो एभ्रिवान, वेलकम ब्याक टु माई ब्लग। सो तपाईँहरूलाई मेरो रोशन ब्लगमा स्वागत छ। अनि आज चाहिँ मैले किन धेरै दिनपछि भ्लग बनाएको भन्नुहुन्छ भने आज चाहिँ दाइको बिहेमा जन्ती जाने मैले के गर्थेँ अरे भन्छ भाइ युट्युबमा आउँछ तेरो फेरि दाइले त हेर्छ नि अनि गाइस तेरो मम्मीले पनि हेर्नुहुन्छ। अनि त्यस्तो गाइस अब चाहिँ हामीले मैले बिहेको क्लिप भिडियो चाहिँ हालेको थिइनँ होइन। अब त्यस भएर चाहिँ किन एकचोटि सरप्राइज दिउँ न तपाईँहरूलाई, किन क्लिप हालिदिनु फुलै भिडियो बनाइदिउँ न भनेर चाहिँ मैले होइन टक्कसँग भिडियो दामी पारामा बनाएको छु होइन। तपाईँहरू फुल हेर्नुहोस् गाइस। अनि आजको मेरो प्लान चाहिँ के छ भने म गएर सोल्टिनीलाई चाहिँ लिएर आउने प्लान छ होइन। अब यसो अब के हुन्छ होइन तपाईँहरू हेर्नु होला, आउँछ कि आउँदैन थाहा छैन, तर म चाहिँ ल्याउनु चाहिँ खोज्छु होइन। त्यो ब्याग छ नि, ब्याग हो, त्यो ब्यागमा जुत्ता हाल्नुपर्ने छ क्या, पछि लिएर हिँड्ने हो। तिनीहरूलाई चाहिन्छ होला नि त 1000-1500। सन्जिताले भनेको छ त्यो जुत्ता लगाएर पैसा आफै दिनु भनेको छ, त्यही भएर जन्ती लगाएको क्या सुजानेलाई मलाई। होइन गाइस हामीलाई चाहिँ जन्ती नलाने भन्दै थियो, ए जन्ती जानु नपाएर अलिक चिन्तामा छ होइन। चल एउटाकोमा आइडिया नम्बर ल्याइदिन्छु, तेरो साथीभाइ त ढुक्क हुन त ढुक्क हुनु पऱ्यो क्या गाइस। अब हामी चाहिँ बिहे घर जान लागिसक्यो होइन, बिहेको गाडी पनि आउन लागिसक्यो। ल बिहेको गाडी आउनु लागिसक्यो, को आयो राम्रो हुँदै आउँछ नि त हौ। अब आफन्त होला के गर्नु, राम्रो हुँदै आयो भने। ल फाइनल गाइस खगेर चढ्ने गाडी आइसक्यो है। सञ्जीव दाई हो नि, फेरि स्कर्पियो आइसक्यो, स्कर्पियो। अब स्कर्पियोमा चाहिँ दाई चढेर जान्छ उहाँ हाम्रो दिदी। हेलो अञ्चल दिदी, के गर्नु हुँदैछ? झाडु लाउनु हुँदैछ गाइस। अबको होइन 9-10 दिन पछि चाहिँ हामी भोज खान आउँछौँ, मासु भात दह्रो होइन। त्यति बेला चाहिँ यही घरै गाइस, यताबाट आउने बाटो चाहिँ भोज खान आउने घरै यो। अनि हामी चाहिँ वर्षको वर्ष नै आइक्यो बेघर पुग्न लागिसक्यो। अब थोरै मात्र बाँकी छ, अलिकति कुद्यो भने पुगिहालिन्छ। अब हामी तपाईँलाई म देखाइदिइहाल्छु, हेर्नुहोस् है। के छ आइसक्यो, देखिन होला, अब देखिहाल्छ गाडी। गाडी घुमाइसक्यो भर्खर सिगार। हामीले यो गाडी चलाउँदा त रातो थियो, अहिले सेतो रहेछ नि, होइन नि त? हामीले कुदा गाडी त रातो थियो नि, हामीले कुदा गाडी चाहिँ लिएर मैले कुदा गाडी चाहिँ रातो थियो, अहिले चाहिँ सेतो भएछ। के फादर टक्कसँगले मलाई कस्तो देखेको छ होइन, कमेन्ट गर्न सक्नुहुन्छ तपाईँहरू। अनि मेरो केटाहरूलाई चाहिँ कस्तो देखेको छ। अनि जति जाने हेर केटा, अब यहाँ जानु अब होइन जति जानु पाइनस् नरहेछ होइन। होइन म सोल्टिनीको अब तँलाई के चाहिँ गर्न सक्छु भने नम्बर र आइडी चाहिँ ल्याइदिनु सक्छु होइन। मेरो साथी एउटा अब घरमा अब के गर्दैछ त्यो थाहा अब भन्नै पर्दैन त, के गर्दै बस्छ हामी त गइसकेपछि होइन। साथी घर के खुट्टा तन्काउँदै बस्छ किन, त्यो एक्सर्साइज गर्छ यसले होइन, एक्सर्साइज गर्छ अनि खुट्टा सिट्टा तन्काइराख्छ कि यसले। अनि त्यही हो गाइस, युट्युबमा भिडियो चाहिँ फुल आउँछ, मनपर्छ भिडियो युट्युबमा आउँछ होइन। अनि गाइस यस्तो बवाल रमाइलो भिडियो बनाउँछु नि म कसम। तपाईँहरूले अहिलेसम्म हेरेको भ्लगमा आजको जति खतरा भ्लग तपाईँहरूले कस्तो भनेको नि गाइस जिन्दगी हेर्नुहुन्न। म त्यहाँदेखि मेरो आइएम बिलिभ मी रोशन, मलाई विश्वास गर्नु पऱ्यो क्या तपाईँहरूले। अलिकति सुरुमा हेर्ने बित्तिकै चाहिँ होइन ओ भिडियो कन्टेन्ट चाहिँ दामी छ भन्नु पऱ्यो। आइएम बिलिभ मी रोशन, मलाई विश्वास गर्नु पऱ्यो क्या। हाते दुखो गाइस, यो चाहिँ हाम्रो बोर्डिङ हो। अनि यो बोर्डिङमा मैले इङ्ग्लिस पढेको। आइएम बिलिभ मी रोशन, यस्तै छ गाइस, मलाई विश्वास गर्नु। बाइक रहेछ, बाइक कुदाउनै दिँदैन यार मलाई कसैले। हेलो एभ्रिवान, हामी चाहिँ टक्कसँगले अब देउला घरबाट चाहिँ जन्ती जान निक्लिनु लागेको। सबैजना यस्तो रेडी भइसकेको छौँ होइन। ड्राइभरको गाडी चाहिँ आइसकेको छ, अब हामी जानु मात्र बाँकी छ। नजानु आउनु भएछ तपाईँ पनि, ल आउनु भयो त गाइस। फुल भिडियो सब युट्युबमा आउँछ। देउला चाहिँ निक्लिसक्नु भइसक्यो, देखाइदिउँ न मजाले कस्तो देख्यो। त चिनिँदैन कि अब आज ए चिनिँदो रहेछ है हाम्रो दाइ चाहिँ खत्रै। बेहुला आजको दिन पनि यति राम्रो भएन भने राम्रो हुन्छ त तपाईँहरूको यता हेर्नु त तिनजना कुरा। ल सबै राम्री मेकअप गरेर ए ठुलोमा तपाईँको आउनु पऱ्यो, साइडमा बस्दिनु पऱ्यो क्या। बेहुला हुँदाहुँदै गाडी आएको छैन, गाडी आइपुगेको छैन, हाल्ने काम गरौँ किन, गाडी आओस् न त। अब हामी चाहिँ हाम्रो पर्ने हुन्छ होइन, सबैहरू त अनुहार मेकअप गरेर मान्छेहरू खतरा पो देखिँदो रहेछ हौ। फोटो खिच्नु पर्छ एउटा। हेलो फाइनली गाइस, यहाँ गाडी घुम्नुपर्छ। सबै सेलिब्रेटीहरू अगाडि पछाडि दाइ बेहुला दाइ गाडी घुम्नु हुँदैछ। म पनि घुम्नु पाउँदिनँ सञ्जीव दाइ, मेरो बिहेमा होला नि गाइस। म मेरो बिहेमा चाहिँ पछाडि म मेरो बिहेमा घुम्छु। अब मलाई घुम्ने दिएन अब छोटे भयो।
कस्तो आउँदो रहेछ बाटो के छ खबर सोधिहाल्यो खाले गर्दा गर्दा सोधिहाल्यो सारा खोजे सोधिहाल्यो के छ खबर सोधिहाल्यो खाले गर्दा गर्दै मनिलाई गोलिहाल्यो ठिक छ यता जाइदिनु पर्यो सोध्नु ठुलो बा कस्तो मजा हुँदैछ त जल्दी जानु एकदम जल्दी गइराखेको छ भन्नु केही दुई तिन कुरोहरू आन्टी मजा हुँदैछ जल्दी जानु एकदम दामी गाई रमाइलो भइरहेछ तर सिट खाली भयो क्या ल आइ गरिदिनु सबले सबले आइ गरिदिनु गराउनु पर्यो क्या पारा देखाउनु पर्यो क्या रमाइलो गर्नु पर्यो नि त अब जल्दी जाँदाखेरि त मेरो अब जल्दी अब मेरो बेमा होला कसै पाले भएको छैन अब गाई त मेरो बेमा जल्दी जानुपर्छ होइन गाई जानु चाहिँ भइरहेको छ होइन ठुलो हुँदो रहेछ त हिँडेको बिजुली बालेर हट भएर ब्युटी भएर हामी एउटी भएर हेर्नु हेरेको हेरेको बोल्नै मन हामी बेहुली घर छेउ आइसकेको होइन बेहुलीको घर आइसकेको अब भाइ चाहिँ नाच्दैछ नाच अब नाच्नुपर्छ घर चरी तल होइन ढल्काउँदै नाच सन्चै चरी तल हामी चाहिँ इब्रेक बजार नाच्न थालिसक्यौँ होइन अब उता गएर सुल्टिना छैन र हामी चाहिँ टक्कसँगले नाच्न थालिसकेको यहाँ घरमा अनि यता पनि देखाउनु पऱ्यो उता पनि देखाउनु पऱ्यो नि त बेहुला ननिक्ली हामी चाहिँ बाहिर निक्लिसकेर नाच्न थालिसक्यौँ हामी सबैजना होइन नाच्नु हुँदैछ चारजना छन् अहिले चाहिँ नाच्ने अब कति बढ्नुहुन्छ छैन खासै सोल्टिनेहरू त त्यही पनि त अब आफ्नोसँग नाच्ने हो गाई आज चाहिँ हाम्रो त अहिले बेहुली जस्तो जिन्दगीमा अब तपाईँ यति राम्रो कहिले पनि हुन्न अझै हो होइन त्यति नै हो तपाईँ यति राम्रो जिन्दगीमा कहिले कि मेरो बेमा हुनु पऱ्यो होइन न त तपाईँको अब झन्डै चक्काले छुयो हौ रहेछ त्यस हाम्रो दाइ र भाउजूको जोडी चाहिँ बहुत राम्रो छ है स्वागत छ देओस् हामी
मान्छे यता छौँ, जन्ती यता, बेहुलीको मान्छे यता, बेहुलाको मान्छे यता छौँ हामी होइन। यता यताको चाहिँ बेहुलीको मान्छेहरू है, उता सबै यता सबै बेहुलीको, यता सबै बेहुलाको। ए बेहुलाको मान्छे कहाँ उता छिर्दिएको त यता बेहुलीको, हामी यताको। खोइ त बेहुलाको हामी बेहुलाको यता बेहुलीको, यता भाउजू दाइ होस् हाम्रो साइडको भाउजू, अब भाउजू नै भाउजू हाम्रो। खै कता कता घडी लगाइदिने काम पनि सकिसक्यो होइन। अब के लाउँछन्, औँठी पनि सकियो, अब के गर्ने। जुत्ता चाहिँ यो झोलामा हाल्नुपर्छ है, झोलामा हाल्ने हामी। कति बेला हो, कति बेला आधाको दिन मात्र हो यसरी भोलिदेखि त त्यही हो फेरि। क्युट रहेछ भाउजू, दामी लाग्यो मलाई त। बहिनीहरू चाहिँ हेर्नु मन लागेको थियो, खोइ त बेहुली उताबाट आउनु पर्यो होला। ए ल हेरौँ है बहिनीहरू मजाले। हामी चाहिँ सोल्टीहरू यता सबैजना केटाहरू हेर्छौँ भएर होइन, यस्तो यस्तो भएर आइसकेको छ होइन लुक्समा। अनि खै सोल्टिनेहरूले त हेर्छ नि त, यसो खै सोल्टिनेहरूले त हेरिदियो हुन्थ्यो कि भनेको, सोल्टीहरूलाई उता फर्केको गर्नुहुन्छ। यसो के हो, सोल्टिनी हेर्ने, सोल्टीले उता उता हेर्ने भयो, यता पनि हेरिदिनु पर्यो क्या होइन। हो र त्यो पनि एउटै सोल्टिनी कुनै सोल्टिनी पठाउनु सकिनँ मैले, कति घन्टासम्म पठाउनु सकिनँ मैले 2 घन्टासम्म नाचेँ होइन। अन्त फेरि 3 घन्टासम्म नाचेँ होइन, मेरो कमजोरी हो त, मेरो कमजोरी हो। भएन हो क्या, दिले प्यान्ट सम्म नाचेर मेरो भाइ र म यहाँ त्यत्तिकै बसिरहेको छु, त्यसले पनि कति पठाउनु सकेन, मैले पनि सकिनँ। सकिस् त त्यो त मैले पनि ल्याउनु सक्छु नि भाइ, तँलाई भन्दा मजाले के भयो। फाइनली गाइस टक्कसँगले हामीले सामान गएर पनि लोड गरेर पनि आइसकेको सामानहरू अलिअलि यताउति छन् र अब होइन हामी सामान लोड गरेर आएको सामान चाहिँ हामीले लोड गरेर आइसक्यौँ। अब टक्कसँगले हामी चाहिँ तर गाइस आज यस्तो भिडियो भयो नि, 2-2.5 घन्टा सोल्टिनीसँग नाच्यो, नआइडी मलाई हेर्ने गीत दिइहाल्छ है। यत्रो बेर नाचेर पनि केही गरिनस्, तेरो डटफट छैन, डटफट देखा के भन्छ क्या। अनि देखाउनु के देखाउनु, इन्ट्रेस्ट छैन भाइ माथि भनेर गर्नु नि त। अनि गाइस मैले जग्गेको भिडियो चाहिँ बनाएको छैन, जग्गेको भिडियो पनि बनाइदिउँ भनेर। भाउजू यहाँ त राम्रै हुनुभएको छ जेठाजुको बिहेमा होइन, गाडी भित्राउनु पर्ने भाउजूले जेठाजुभित्र, जेठाजु दिदीभित्र, जेठाजु कतिखेर उठ्ने बेला भएन होइन। हेलो फाइनली गाई टक्कसँगले उठ्न बसिरहेको छौँ। हामी चाहिँ दाइको दाइ र भाउजू सुत्ने ओछ्यानमा कसम काँधले भेटौँ है गाई के बोले होइन मिस्टेक हुन्छ, तर भिडियो युट्युबमा आउँछ होइन। दाइ र भाउजू सुत्ने ओछ्यानमा चाहिँ अब देवरहरू बसो होइन, पछि यो भिडियो भाउजूले हेर्नुभयो भने नरिसाउनु गाइज होइन। अब यहाँ छुने भयो
कताको है गाह्रो भयो भ्लग बनाउनु गाह्रो भयो दुईजनालाई भ्लग बनाउनु गाह्रो भयो गाइज अब आजको चाहिँ भिडियो इन्ड हान्ने बेला भयो अब किन मैले भिडियो चाहिँ इन्ड हान्नु लागेँ भने चाहिँ फोनमा चार्ज ल नहाल हुँदैन फोन नहाले म कता कता पचार्छु फोन नहाल फोन नहाल यहाँ फोटो चाहिँ दामी आएको रहेछ होइन दामी आएको रहेछ फोटो अनि आज चाहिँ भिडियो छिट्टै इन्ड गर्ने क्या अब राम्रो भएको छैन फोनमा चार्ज छैन त्यही भएर भिडियो चाहिँ इन्ड हानिदिइहाल्नु पऱ्यो भनेको अब लास्टचोटि देखाउँदाखेरि चाहिँ देउरादेउलाई पनि देखाइदिउँ भनेर हो होइन किनकि भिडियो इन्ड हान्ने अब टाउको पनि दुखिरहेको छ यताउति घाममा हिँडेर नाचेर पनि हो अब घाममा हिँड्ने बानी तपाईँहरूले थाहा गर्दैछ मेरो त्यही पनि त अनि साथ मेरो मेनको थ्याङ्क्स फर दिस वाट भिडियो नभनी अब भयो भने त त्यो त भन्नै पऱ्यो होइन भिडियो अब फुल हेर्छु होला त्यही भन्न चाहन्छु हस् गाइज साथ सपोर्ट माया चाहिँ धेरै देखाइदिनु होला